हेलो गाइस, नमस्ते। नेप्लिस पार्न च्यानलमा तपाईहरुलाई स्वागत छ। धेरै अन्तरालपछि म नयाँ भिडियो तपाईहरुको माझ लिएर आएको छु। अब म पछिल्लो समयमा किन एक्टिभ भइन, मैले किन भिडियो हालिन, त्यसको विभिन्न कारणहरु छन्। त्यो सबै कारणहरुको के हुन्, यो समयमा के भयो, यो सबैको बारेमा पनि एउटा नयाँ भिडियोमा तपाईहरुलाई फेरि जानकारी गराउने छु। तर अहिलेको लागि चाहिँ आज म तपाईहरुलाई एकदम जरुरी इम्पोर्टेन्ट इन्फर्मेसन लिएर आएको छु। त्यो के हो भन्दाखेरि चाहिँ अब डेनमार्क नआउँदा हुन्छ है। अब डेनमार्क कम्प्लिटली बन्द गर्दाखेरि पनि केही फरक पर्दैन। मैले पहिलेदेखि नै भनेको थिएँ हैन, यो प्राइभेट कलेजहरु राम्रो हुँदैन, प्राइभेट कलेजमा फीहरु महँगो हुन्छ, तपाईहरुले वर्क परमिटहरु पाउनुहुन्न भनेर। अब चाहिँ प्राइभेट कलेजमा त तपाई नआउँदै हुन्छ। किन भन्दाखेरि चाहिँ अब रिसेन्टली नयाँ रुल्स मे 2 मा आएको पार्लियामेन्टबाट सबै पारित भइसकेछ हैन। नयाँ रुल के हो भन्दाखेरि चाहिँ तपाई डेनमार्क यदि डेनिश अथोरिटीबाट अथराइज भएको कलेज या युनिभर्सिटी छैन भने त्यो कलेज या युनिभर्सिटीमा आउने इन्टरनेशनल स्टुडेन्टहरूले चाहिँ डेनमार्कमा काम गर्न पाउने छैन, कम्प्लिटली पाउने छैन। पहिले 80 थियो, त्यसपछि बढाएर 90 आवर्सको रुल बनाए स्टुडेन्टको लागि। त्यो पनि कम्प्लिटली पाउने छैन। र त्यति मात्रै होइन, यदि तपाई डेनमार्क आउनु भयो भने मे पछिको भिजा तपाईले एप्लाई गर्नु भयो भने तपाईले डिपेन्डेन्ट पनि ल्याउन पाउनुहुन्न, तपाईले काम पनि गर्न पाउनु भएन। डेनिश युनिभर्सिटीमा गर्नुभयो भने तपाईले स्टडी पछि पनि 3 इयर्सको पोस्ट स्टडी भिजा, जुन चाहिँ इस्टाब्लिशमेन्ट भिजा पनि भनिन्छ, त्यो पाउनुहुन्छ भने अब यदि डेनमार्कले अथराइज नगरेको कलेज या युनिभर्सिटी छ भने त्यहाँ तपाईले 6 महिना पाउनुहुन्थ्यो भने अब त्यो 6 महिना पनि पाउनुहुन्न। तपाई आउनुहुन्छ, सिर्फ पढ्नु पर्दै हुन्छ र पढाइ सकिसकेपछि तपाई सिधै नेपाल फर्किनु पर्ने हुन्छ। तपाईसँग कुनै अप्सन पनि हुँदैन। त्यही भएर अब तपाईहरुले होस पुर्याएर डेनमार्क एप्लाई गर्नु होला। कुन कलेज हो, कुन युनिभर्सिटी हो, डेनिश अथोरिटीबाट अथराइजेसन पाएको छ कि छैन, यो सबै कुरामा तपाईले ख्याल गर्नुपर्ने हुन्छ। यदि तपाईले यो कुराहरुमा ख्याल गर्नु भएन भने तपाई पछताउनुहुन्छ। किनकि हामी नेपालीहरु यदि डेनमार्कमा आएर, युरोप आएर काम गर्न पाएन भने हामीले ऋण कसरी तिर्ने, भविष्यको लागि सेभिङ कसरी गर्ने? यो नआउनुको कारण धेरै छन् हैन। अब यसमा चाहिँ डेनमार्कको अथोरिटीले के पाएको छ भन्दाखेरि चाहिँ धेरै इन्टरनेशनल स्टुडेन्ट अनि स्पेशली नेपाली स्टुडेन्टलाई नै टार्गेट गरेर भनिएको छ कि नेपाली स्टुडेन्टहरूले डेनमार्क आउनका लागि एउटा माध्यम मात्र खोजे। त्यो कलेजहरुबाट अथराइज नभएको कलेजहरुमा पनि आएर, महँगो कलेजमा पनि आएर काम गरे हैन, डिपेन्डेन्ट पनि ल्याउनु पनि तिनीहरुको एउटा कारण कमाउनका लागि, सिर्फ पैसा कमाउनका लागि र युरोप छिर्ने बाटो बनायो भनेर आरोप लगाइएको छ। र यो लाग्नुमा पनि फेरि नेपालीहरुकै हात छ। किनकि पछिल्लो समयमा विभिन्न कुराहरु चल्दाखेरि नेपालीहरुले नै इन्टरभ्यु दिएर, नेपाली स्टुडेन्टहरुले नै इन्टरभ्यु दिएर त्यहाँ यो सब कुराहरु खुलाइएको थियो। अब त्यो आधारले गर्दाखेरि पनि डेनमार्कको अथोरिटीहरुले यो डिसिजनमा आएको छन् कि अब यदि इन्टरनेशनल स्टुडेन्टहरु अथराइज्ड युनिभर्सिटी बाहेक अरु युनिभर्सिटीमा या कलेजमा, प्राइभेट कलेजमा आउनु भयो भने चाहिँ काम गर्न नपाउने, डिपेन्डेन्ट ल्याउन नपाउने, पोस्ट स्टडी भिजा पनि नपाउने यो निर्णय गरिएको छ। र त्यही कारणले गर्दाखेरि अब तपाईहरुले होस पुर्याउनुहोस्। डेनमार्क आउनु भन्दा अगाडि नै होस पुर्याउनुहोस् र बुझ्नुहोस्, रिसर्च गर्नुहोस् यदि तपाईको कलेज या युनिभर्सिटी डेनमार्कद्वारा अथराइज छ कि छैन भनेर। कुन कलेजहरु अथराइज छैन भनेर चाहिँ म यहाँनिर हाल्दिन्छु या फेरि स्क्रिनमा तपाईले देख्नुहुन्छ होला। त्यो यो कलेजहरु र यो कलेजले पढाउने यो सबै कोर्सहरुमा चाहिँ तपाईहरु भिजा त दिन्छ, भिजा नदिने भन्ने होइन है, भिजा चाहिँ दिन्छ। एप्लाई गर्नुभयो भने मे पछि एप्लाई गर्नुभएको छ या भएको छ भने चाहिँ भिजा चाहिँ दिन्छ। तपाईको भिजा चाहिँ एकदम लिमिटेड हुनेछ। कलेज बाहेक काम गर्न पाउनुहुन्न, डिपेन्डेन्ट ल्याउन पाउनुहुन्न र पढाइ सकिसकेपछि पोस्ट स्टडी भिजा पनि पाउनुहुन्न। त्यही भएर मैले अहिलेदेखि होइन, मेरो पहिलो सुरु भिडियोबाट नै तपाईले हेर्नुहुन्छ भने मैले उहिलेदेखि नै भनिरहेको छु, डेनमार्क आउनु भयो भने डेनिश युनिभर्सिटीमा आउनु, डेनमार्कले अथराइज गरेको युनिभर्सिटीमा मात्रै आउनु। त्यो बाहेक अरुमा आउनु भयो भने चाहिँ तपाईको कलेज फिस पनि धेरै छ हैन,
तपाईहरुको कलेज डेजहरु पनि धेरै हुन्छ, पोस्ट स्टडी भिजा पनि पाउनुहुन्न। हो यो सबै कारणले गर्दाखेरि चाहिँ पहिलेदेखि नै मैले प्राइभेट कलेजहरु यदि डेनमार्कद्वारा अथराइज छैन भने त्यस्तो कलेजहरुलाई एभोइड गर्नु भनेकै थिए र अब झन् यो स्ट्रिक्टली रुल आयो। अब काम पनि गर्न नपाउने, डिपेन्डेन्ट ल्याउन पनि नपाउने र पोस्ट स्टडी भिजा पनि नपाउने। त्यसकारणले गर्दाखेरि अब चाहिँ झन् डेनमार्क आउनु भयो भने चाहिँ गाह्रो हुन्छ यदि तपाई राइट कलेज या राइट युनिभर्सिटीमा आउनु भएको छैन भने। अब नेक्स्ट भिडियोमा चाहिँ म कुन कुन कलेजहरु अथराइज्ड छन्, कुन कुन कलेजहरुमा चाहिँ तपाई आउनु भयो भने तपाईको अहिले पनि काम गर्न पाउनुहुन्छ, डिपेन्डेन्ट ल्याउन पाउनुहुन्छ र पोस्ट स्टडी भिजा पनि पाउनुहुन्छ भनेर चाहिँ म नेक्स्ट भिडियोमा बनाउँला। र यदि तपाईलाई अरु कुनै पनि जानकारी चाहिएको छ भने या फिर नयाँ कुनै भिडियोमा तपाईको जानकारीको लागि एक्सप्लेन गर्न चाहनुहुन्छ भने तपाई कमेन्ट गर्नु। मैले सकेसम्म तपाईको जिज्ञासाहरुको, तपाईहरुको क्वेशनहरुको भिडियो बनाएर तपाईहरुलाई एक्सप्लेन गरेर क्लियरली सबै कुराहरु र तपाईहरुको सबै जिज्ञासाहरु क्लियर होस् भनेर चाहिँ म नेक्स्ट भिडियोमा बनाउँदै गर्दैछु। आजको लागि धेरै धेरै धन्यवाद। यति समय हेरिदिनु भएको छ त्यसको लागि धन्यवाद। यति धेरै माया गरिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। र यहाँ आइसक्नु भएपछि, यत्रो भिडियो हेरिसक्नु भएपछि लाइक र शेयर गर्न पनि नबिर्सिनु होला। यसरी नै अर्को भिडियोमा भेटौँला। धन्यवाद अनि बाइ बाइ।